नमस्ते, म नयन लामिछाने फ्रम एजुकेसन प्लानेट। सबैभन्दा पहिले म हाम्रा सम्पूर्ण प्यारा विद्यार्थीहरूलाई प्लस टू परीक्षा सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिन चाहन्छु। 12 कक्षा सकिएको मात्र स्वतन्त्रताको अनुभूति होइन, यो तपाईको सपना पहिचान गर्ने, लक्ष्य तय गर्ने र आफ्नो भविष्य निर्माण गर्ने सही समय हो। रमाइलो गर्नुहोस्, उत्सव मनाउनुहोस्, तर त्यही रमाइलोमा मात्र सीमित नरहनुहोस्। आजको निर्णयले तपाईको भोलि तय गर्छ भने जस्तै यदि तपाईँ उच्च शिक्षाको लागि विदेश जाने सोचमा हुनुहुन्छ भने अब ढिलो नगरी आजैदेखि आईएलटीएस वा पीटी को तयारी सुरु गर्नुहोस्, जसका लागि ई प्लानेटले ई क्लासेसहरूमा भारी छुट प्रदान गरेको छ र नयाँ कक्षाहरू पनि सञ्चालन भइरहेका छन्। यही आउँदो मे 23 यानी जेठ 9 गतेका दिन हुन गइरहेको स्टडी इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे मा सहभागी भई विभिन्न अस्ट्रेलियन युनिभर्सिटिज एन्ड इन्स्टिट्युसन्सका रिप्रेजेन्टेटिभसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो करियर र भविष्यको योजनाबारे महत्त्वपूर्ण परामर्श लिनुहोस्। यो अवसर तपाईको सपना नजिक पुर्याउने महत्त्वपूर्ण कदम बन्न सक्छ। समय चलिरहन्छ, तर त्यही समयमा लिएको निर्णयले तपाईलाई अगाडि बढाउँछ। अब तपाईको समय हो, तपाईको यात्रा हो, त्यसैले सही सुरुवात गर्न नबिर्सिनुहोस्।